जस पाए हुन्थ्यो भन्ने उहाँ लुलुप्त के आशा गरिरहेको थियो। कहिले पनि उहाँको दर्शन पाउँदा उहाँसँग भेट गर् हुने मौका भगवानले कृपा गर्दा उहाँले प्रश्न नगरेको क्षण कहिल्यै भएन। तर प्रश्न गरिबक्सिन्थ्यो। कस्तो त भन्दाखेरि धेरै समय के साधु सङ्गतमा डुब्या त्यस्ताबाट पनि आउला नआउला त्यस्ता गहिरा प्रश्न गरिबक्सिन्थ्यो। आफू त त्यस्तो होइन, यो बालक सबै कुराको उमेर सबै कुराले बालक थिए। तर पनि भगवानले जो खटाइ बक्स्यो, जो कृपा गरिबक्स्यो त्यही नै केही बोलियो होला। तर जे रुखा सुखा जे बोले पनि उहाँ मिठो मानिबक्सिन्थ्यो र विश्वासमा हाम्रो अति नै के अरे थियो, विश्वास एकदम त्यस्तो रहेको थियो। अनि केही दिन नहुँदाखेरिमा उहाँ खबरै गर्ने, बहरमा आदान प्रदान हाम्रो धेरै भइरहन्थ्यो र प्रश्न यसरी गरिरहबक्सिन्थ्यो। र उहाँको यही जान्यो, सब मुख्य कुरा सार यही हो है। सबै हामी माने वक्तव्य गर्छौँ, कर्तव्य चखन्ती पनि गर्दैनौँ। भारी वक्तव्य गर्छौँ। कर्तव्य कता हो त्यो आफूले वक्तव्य गर्ने कुराको होस हामीलाई छैन। तर उहाँले वक्तव्य नगर्ने, कर्तव्य पुरा गरिबक्सिने, यो परिपक्व ध्रुव सत्य हो। र अब अहिले हामीले त्यस्तो महापुरुष पाउनु त हामीले धेरै कठिन पर्छ। त्यस्तो त्यागी पुरुष, उहाँलाई महागृहस्थ आश्रममा बसेर पनि अति त्यागी त्यस्तो भइबक्सिन्थ्यो। उहाँकै तपस्याको कारणले गर्दा आज बालकै उमेरमा यहाँका के अरे भनौँ यस्ता तपस्वी नारायण स्वामीजी त्यत्तिकै त्यागी, कलौ अन्नगता प्राण भनेको छ। तर उहाँले युगलाई पनि के अरे जित्दिनु भयो। त्यसरी के अरे रहिबक्स्यो र त्यस्तै के अरे योग्य के अरे शिक्षे को इच्छा गर्दै कुनै दिन दासमा पनि केही कुराकानी केही भयो होला। त्यसमा भगवानको जो इच्छा थियो त्यही भयो। हामी कसैले गरे होइन, भगवानको इच्छा जो छ त्यही एउटा तृणा पनि हिल्दैन, भगवानको इच्छा व्यवहारित। र भन्न खोजिया कुरा जस्तो गुरु भइबक्सिन्थ्यो त्यस्तै चेलो भगवानले जुटाइदिबक्स्यो। अहिले वर्तमान जो हाम्रा मठाधीश भइबक्सिन्छ उहाँ पनि अहिले लगभग फलारै के अरे लिएर बसिबक्सिया छ। र यो एउटा सौभाग्य कुरा हो। अब आज कस्तो भगवानको इच्छा हेर्नुहोस्, हामीले यो वैकुण्ठ उत्सव उतैतिर पनि गर्ने इच्छा गर्दैथ्यौँ। त्यो हुँदै ल हेर्नुहोस् छर्लङ्गै छ नि, भगवानको इच्छा अनुसार जहाँ कति हुनुपर्ने यही नै। यहाँ यत्रो